साथीहरू, आज म सम्मानित सर्वोच्च अदालतले स्थापित गरेको नजिर फैसलाको विषयमा म संक्षिप्त उक्त फैसलाको संक्षिप्त विश्लेषण गर्न गइरहेको छु साथीहरू, जसमा बाल विवाहपछि भएको वैवाहिक शारीरिक सम्बन्धलाई स्वत जबरजस्ती मान्न नमिल्ने भनी सम्मानित सर्वोच्च अदालतले फैसला गरेको छ साथीहरू। नेपालको सम्मानित सर्वोच्च अदालतले गरेको फैसला नजिर भन्दा पहिलेको सामान्य कानुनी प्रावधानलाई समेत म तपाईलाई व्याख्या गर्न गइरहेको छ साथीहरू। नेपालको प्रिभ्यालेन्ट लले के भन्छ भने साथीहरू, बाल विवाहपछि भएको वैवाहिक शारीरिक सम्बन्धलाई स्वत जबरजस्ती मानेर सम्मानित अदालतहरूले गरेको फैसलालाई उल्टी गर्दै बदर गर्दै सम्मानित सर्वोच्च अदालतले एउटा नजिर स्थापित गरेको छ साथीहरू, जसमा सम्मानित जिल्ला अदालतले बाल विवाहपछि भएको वैवाहिक शारीरिक सम्बन्धलाई स्वत जबरजस्ती मान्न नमिल्ने भनी फैसला गरेको छ। यसमा के छ भने रोचक कुरा साथीहरू, मुद्दा नम्बर 075 CR 2638 सन्तोष कुमार यादव प्रतिवादी भएको मुद्दामा, नेपाल सरकार वादी सन्तोष कुमार प्रतिवादी भएको मुद्दामा अदालतले यस्तो नजिर स्थापित गरेको छ साथीहरू, जुन अत्यन्तै रोचक छ साथीहरू, जसमा सम्मानित इजलासले यस्तो व्याख्या गर्यो साथीहरू। मुद्दामा अभियोजन पक्षले 15 वर्ष 6 महिनाकी बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई जबरजस्ती गरेको आरोप लगाएको थियो साथीहरू, जसमा जुन पीडित भन्ने जुन नाबालिग माइनर महिला थिइन्, उनको उमेर 15 वर्ष 6 महिना थियो साथीहरू। र त्यस कारणले गर्दाखेरि सम्मानित अदालतमा के भनेर मुद्दा दायर गरियो त कि 15 वर्ष 6 महिनाकी बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई जबरजस्तीकरण गरेको आरोप लगाएको थियो साथीहरू। र उक्त मुद्दामा सम्मानित उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुङ्गाले प्रतिवादीलाई अपहरण तथा जबरजस्तीकरणको कसुरमा मुद्दामा दोषी ठहर गर्दै कैद र जरिमानाको सजाय सुनाएको थियो साथीहरू। तर यसमा रोचक कुरा के छ भने साथीहरू, सम्मानित सर्वोच्च अदालतले मुद्दाका सम्पूर्ण प्रमाण, पीडित र प्रतिवादी बीचको प्रेम सम्बन्ध, उनीहरूले पछि राजी खुसीले गरेको विवाह, त्यो एउटा तथ्य हो साथीहरू। र सम्मानित सिराहा जिल्ला अदालतबाट वैवाहिक सम्बन्ध कायम भएको अवस्था तथा उनीहरूबाट सन्तान समेत जन्मिसकेको परिस्थितिको समग्र मूल्याङ्कन गर्दै अपहरण, शरीर बन्धक र जबरजस्तीकरणको अभियोग शङ्काभन्दा पर प्रमाणित हुन नसकेको ठहर गर्यो। फैसलामा सम्मानित सर्वोच्च अदालतले फौजदारी न्यायको आधारभूत सिद्धान्त दोहोऱ्याउँदै अभियोग प्रमाणित गर्ने दायित्व हुन्छ नि साथीहरू, अभियोग प्रमाणित गर्ने दायित्व अभियोजन पक्षको हुने, केवल शङ्का वा आरोपका आधारमा कसैलाई दोषी ठहर गर्न नमिल्ने र फौजदारी कसुर शङ्काभन्दा पर बियोन्ड रिजनेबल डाउट प्रमाणित हुनुपर्ने उल्लेख गरेको छ साथीहरू, जसमा सम्मानित सर्वोच्च अदालतले बाल विवाह र जबरजस्तीकरणी फरक प्रकृतिका कसुर भएको स्पष्ट गर्दै दुवैबीच प्रेम सम्बन्ध, सहमतिमा विवाह र वैवाहिक जीवन स्थापित भएको अवस्थामा अथवा यस्तो घटनाको वास्तविक प्रकृति हेर्नुपर्ने जनाएको छ साथीहरू, जसमा सम्मानित सर्वोच्च अदालतले उमेर नपुगेकी बालिकालाई विवाह गर्नु कानुन विपरीत भए पनि यस मुद्दाका
विशिष्ट तथ्यका आधारमा विवाहपछिको वैवाहिक शारीरिक सम्बन्धलाई स्वत जबरजस्तीकरणीको कसुर मान्न नमिल्ने निष्कर्ष निकालेको छ साथीहरू। यद्यपि पीडितको उमेर विवाह गर्ने कानुनी उमेरभन्दा कम रहेको, जस्तो नेपालको कानुनले 20 वर्ष पुरा भएपछि विवाह गर्नुपर्ने कानुनी व्यवस्था गरेको छ साथीहरू। तर यहाँ पीडित भन्ने जुन बालिका छिन् उनको उमेर 15 वर्ष 6 महिना रहेको अवस्था हामीलाई सर्वविदित छ साथीहरू। तथापि सर्वोच्च अदालतले पीडितको उमेर विवाह गर्ने कानुनी उमेरभन्दा कम रहेको प्रमाणित भएकाले प्रतिवादीले मुलुकी ऐन विवाहबारीको महल अन्तर्गत बाल विवाहको कसुर गरेको ठहर गर्दै 6 महिना कैद र 10,000 जरिमाना हुने फैसला गरेको छ साथीहरू। यस फैसलामा सम्मानित सर्वोच्च अदालतको अर्को महत्त्वपूर्ण कानुनी सिद्धान्त पनि प्रतिपादन गरेको छ, जसमा अदालतले अभियोग पत्रमा उल्लेख गरिए भन्दा फरक कसुर प्रमाणित भएमा कानुनले अनुमति दिएको अवस्थामा सोही कसुर कायम गरी सजाय गर्न सक्ने अधिकार अदालतमा रहेको स्पष्ट छ साथीहरू। कानुनविदहरूका अनुसार यो फैसला नेपालको फौजदारी न्यायशास्त्रमा बाल विवाह, अपहरण, शरीरबन्धक र जबरजस्तीकरणीको कानुनी सीमारेखा स्पष्ट गर्ने महत्त्वपूर्ण नजिकका रूपमा हेरिएको छ साथीहरू। साथै प्रत्येक मुद्दाको निर्णय त्यसका आफ्नै तथ्य प्रमाण लागू कानुनका आधारमा हुने भएकाले यस फैसलाले सबै समान प्रकृतिका मुद्दामा स्वत लागू हुने समेत नजिर स्थापित गरेको साथीहरू, जुन एकदमै महत्त्वपूर्ण छ। धन्यवाद।